मैले मेरो निर्वाचन क्षेत्रको 4 जना केटीकेटीले ल्याएर ललितपुर स्कुलमा कक्षा 4 देखि 10 सम्म पढाउने गरिकन उनलाई ल्याएर राखेर अहिले पढ्दैछ। मैले कोही नेपाली कांग्रेसको साथी यो 1 वर्ष म रक्तदान अभियानमा जोडिन चाहन्छु भनेर प्लेज गर्नुहुन्छ, ठीक छ। म वृक्षारोपणमा जोडिन चाहन्छु, ठीक छ। म कुनै सार्वजनिक पूर्वाधार निर्माण गर्ने कुरासँग जोडिन चाहन्छु, ठीक छ। म कुनै विपद व्यवस्थापनसँग जोडिन चाहन्छु, ठीक छ। म कुनै स्वास्थ्यको कामसँग जोडिन चाहन्छु, ठीक छ। यो कम्युनिटी सर्भिसको क्लस्टर भयो, कम्युनिटी सर्भिसको ग्रुप भयो। अर्को भनेको वैयक्तिक सहयोगको, इन्डिभिजुअल सहयोगको। मैले अस्ति सरलाई निर्वाचन क्षेत्रको नम्बर मेरो क्षेत्रको 4 को एकजना विदेशी नागरिक यहाँ भेट भयो। सानो सन्दर्भ निस्क्यो। उनी नेपालबाट उनले नाफा कमाएका थिए। मैले तिमीले कमाएको नाफा नेपाललाई फिर्ता दिने कुराको सन्दर्भमा कम्युनिटी सर्भिसको कुराकानी गरेँ। उनले मेरो कुरा चित्त बुझ्यो। मैले उनलाई भने, उनले हुन्छ भने मैले मेरो निर्वाचन क्षेत्रको 4 जना केटीकेटीले ल्याएर ललितपुर स्कुलमा कक्षा 4 देखि 10 सम्म पढाउने गरिकन उनलाई ल्याएर राखेर अहिले पढ्दैछ। मैले त्यो 4 जना बच्चाको बाआमाले पहिलोपटक काठमाडौँ आउनुभएको यति धेरै कथाहरू उहाँहरूसँग भेटेँ। उहाँहरू पहिलोपटक काठमाडौँ आउनुभएको छ, पहिलोपटक काठमाडौँ देख्नुभएको छ, कसैले बस पहिलोपटक चढ्नु भएको छ। यसरी कोही विपन्न परिवारको कोही केटाकेटीलाई पढ्ने कुरामा सहयोग गर्न चाहनुहुन्छ, कोही वैदेशिक रोजगारीमा गएर अप्ठ्यारो परेको साथीलाई सहयोग गर्न चाहनुहुन्छ। कुनै पनि कुरा कसैको पनि व्यक्तिगत जीवनमा प्रभाव पार्ने, परिवर्तन ल्याउने कुनै पनि अभियानमा सहयोगमा जोडिन चाहनुहुन्छ, यो दोस्रो समूह हो। तेस्रो समूह भनेको नागरिक अभियानसँग जोडिएको छ, सिभिल मुभमेन्टसँग जोडिएको छ, जसको बारेमा अघि नै आदरणीय विश्वप्रकाश शर्माले भन्नुभएको छ। पार्टी आफैले अनेकौं अभियान गरिरहेको छ। जलवायु परिवर्तन विरुद्धको यसको यो जलवायु परिवर्तनको सन्दर्भको चेतना जोगाउने अभियान होला, सडक दुर्घटनाको अभियान होला, वा लागु औषधको अभियान होला, महिला हिंसा विरुद्धको अभियान होला, युवा सहभागिताको अभियान होला, छुवाछुत विरुद्धको अभियान होला, एनिथिङ। कुनै पनि सोशल मुभमेन्टमा तपाईँ जोडिन चाहनुहुन्छ, तपाईँ त्यसलाई पिक गर्न सक्नुहुन्छ। चौथो क्लस्टर भनेको नागरिक सहजीकरण र सुशासनसँग जोडिएको छ। यो कुनै पोलिसीमा काम गर्न चाहनुहुन्छ, सानो पोलिसीमा तलपट्टि गएर ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्न चाहनुहुन्छ, अपाङ्ग दलको क्षेत्रमा काम गर्न चाहनुहुन्छ, तर भाद्र 24 गते कला साहित्य एनी क्षेत्र। अब यो मैले 4वटा क्लस्टरको बारेमा कुराकानी गरेँ। अब हामी पछि ओपन गर्छौँ यसलाई। तपाईँहरूले यो क्लस्टरमा यो पनि काम गर्न सकिन्छ, यो पनि काम गर्न सकिन्छ, तपाईँले थप्दै जानुहुन्छ पार्टीको वेबसाइटमा। नयाँ तपाईँहरूबाट सुन्छौँ, नयाँ पुस्ताको साथीहरूबाट सुन्छौँ, पुरानो अनुभवबाट सुन्छौँ, र तपाईँहरूमध्ये कसैले म यो गरिरहेको छु भन्ने कुराको जानकारी पनि हामी पार्टीको अभिलेखमा राख्दै जान्छौँ। र यसरी हामीहरू 4वटा क्लस्टर्सहरूमा कुनै न कुनै एउटा प्रतिज्ञा गर्छौँ। एउटा भाद्र 24 गते प्रत्येक नेपाली कांग्रेसको कार्यकर्ताले 1 वर्षका निम्ति आफूले गर्ने एउटा अभियानको, यो स्वैच्छिक हो, कसैले म गर्दिनँ भनेर भन्न पाउनु, तर पार्टीको कमिटीहरूको इन्स्टिट्युसनल प्लेज हुन्छ। कुनै कुनै ठाउँमा हामी पार्टीको कमिटीको साथीहरू मिलेर फेरि हामी एउटै गर्छौँ भन्न पनि पाउनु। यसको विस्तृत जानकारी पछि म तपाईँहरूलाई गराउँछु। यो किन गर्न खोजिएको, यसको पहिलो कुरा, यसको आउटपुट हेर्नुहोस्। अघि मैले 4 जना केटीकेटीको कुराकानी गरेँ। यसको अघि नै यहाँ चाहिँ हाम्रो मोहनाजीले मेन्टल हेल्थको कुराकानी गर्नुभयो। यसो एकपटक बाहिर निस्केर हेरौँ त, हामीले अहिले के गुमाएका छौँ। हामीले त्यो सेन्स अफ कम्युनिटी भन्ने कुरा गुमाएका छौँ। अघि नै खनाल सरले कुरा गर्नु पनि एउटा एकदमै महत्त्वपूर्ण कुरा, तपाईँहरूले पक्कै ध्यान दिनुभयो भन्ने मलाई विश्वास। यो एन्टाई पार्टी होइन, अहिले समाजमा भइरहेको व्यक्त भइरहेको कुरा एन्टाई पोलिटिक्स पनि हो। सिङ्गो राजनीति गर्नेहरूप्रतिकै एउटा अविश्वास हो। नयाँ आएको साथीभाइलाई के लाग्यो भने पुरानोप्रतिको अविश्वास हो। हामी आयौँ, अब धमाधम समस्याको समाधान हुन्छ भन्ने लाग्यो, साथीहरूले केही समयमा थाहा पाउनुहुन्छ। किनकि यो कुनै एउटा सरकारसँग जोडिएको मात्र समस्या होइन, मुद्दा होइन, समस्या बन्न पर्ने। सिङ्गो कम्युनिटी एक ठाउँमा आएर काम गर्नुपर्नेछ।